हाम्रो यो नेपाल फर्निचर फ्याक्ट्री जुन हामी वनस्थलीमा छौँ, यो भ्यालीभित्र चाहिँ वनस्थलीबाट चाहिँ टाढा पर्नुहुने कस्टमरहरू हुनुहुन्छ, उहाँहरूको चाहिँ मागलाई चाहिँ मध्यनजर राख्दै हामीले अहिले चाहिँ यता यो कोटेश्वर जडीबुटीमा चाहिँ यो ब्रान्च लिएर आएको छौँ फर्निचरको लागि। जस्तै अब भक्तपुर यता सातो बाटो कोटेश्वरदेखि भक्तपुर पेप्सीकोला जुन यो एरियाको कस्टमरहरूले वनस्थली आउन टाढा भयो जो भन्नुभएको छ, उहाँहरूको चाहिँ मागलाई चाहिँ मध्यनजर राखेर हामी यहाँ यो सोरुम लिएर आएका छौँ। अहिले हामी कहाँ चाहिँ विशेष गरेर सोफा, बेड, दराज, डाइनिङ लगायत सम्पूर्ण फर्निचरहरू तयारी अवस्थामा हुन्छन्। लगायत हामी चाहिँ हजुरको जुन घरको अथवा जुन हजुरको स्पेस नापेर पनि हामी त्यो अनुसारको त्यो साइज अनुसारको चाहिँ कस्टमाइज गरेर फर्निचर सेटहरू बनाउँछौँ। जस्तै अब सोफामा हामीसँग चाहिँ जस्तै हाम्रो यो सोफाको बारेमा कुरा गर्नु पर्दाखेरि चाहिँ यसमा प्रयोग भएको जुन फ्याब्रिकहरू छ, फ्याब्रिकहरू चाहिँ इन्डियन हो, सबै इन्डियन फ्याब्रिक हो। अनि यसको फर्म हाई क्वालिटीको फर्म जुन हामी यसलाई 50 डेन्सिटीको फर्म भन्छौँ है, 50 डेन्सिटीको फर्म हो हाई क्वालिटीमा। यसको भित्र जुन यसमा प्रयोग भएको जुन काठ छ, यो काठमा हामीले तपाईँहरूलाई 10 वर्षको वारेन्टी दिएको हुन्छ। मजबुत हुन्छ भित्रको काठ पनि। सोफामा तपाईँलाई 10 वर्षको वारेन्टी हुन्छ। यो 2 लेयरको जुन सिसा छ, ग्लास जुन 2 लेयरको छ, यसमा यो चाहिँ कपहरू राख्ने मिल्छ, चिया खाएर कप राख्नेदेखि लिएर यसमा फ्लावर भासहरू राख्न सक्नुहुन्छ। तपाईँको प्लान्टहरू, इन्डोर प्लान्टहरू राख्नुहुन्छ। अगाडि जुन ग्लास फिनिसिङहरू यसमा चाहिँ पोलिस गरेको हुन्छ सबैको, तपाईँलाई काट्ने भन्ने त्यहाँनिर ठोक्ने भन्ने। यो हाम्रो यो अर्को डाइनिङ सेट, यसमा प्रयोग भएको काठ चाहिँ जुन यसमा इन्डियन अग्राक भन्छौँ हामी, इन्डियन अग्राक प्रयोग हुन्छ। काठ इम्पोर्टेड भयो भने, इन्डियन काठ भयो भने यो हामीले हाम्रो आफ्नै फ्याक्ट्रीमा बनायो। यसको कलरमा समेत तपाईँले 10 वर्षको ग्यारेन्टी पाउनुहुन्छ है। यो जुन मेसिनबाट पोलिस गरेको हुन्छ। हाम्रो यो अर्को एउटा बेड जुन हाम्रो आफ्नै फ्याक्ट्रीको उत्पादन हो यो होइन। यसलाई चाहिँ यो 5 फिट बाई 6.5 फिट क्विन साइज भन्छौँ। फुल लिफ्टन, यसको चाहिँ भित्र हामीसँग हाइड्रोलिक छ। फुल लिफ्टन भनेको हाम्रो पुरै खुल्छ यो चाहिँ। तपाईँले भित्र सामान जुन स्टोर गर्नलाई चाहिँ एकदम सजिलो, सिजनेबल कपडादेखि लिएर सबै कुराहरूको लागि होइन। एउटा 4 बाई 6 को दराजमा जति सामान लगभग अटाउँछ हजुरको यहाँ स्टोर गर्न सक्नुहुन्छ। यसको लागि केही अप्ठ्यारो छैन। यसलाई त्यति धेरै गाह्रो पनि हुँदैन यसलाई तल लग्नलाई पनि है। अर्को एउटा हाम्रो यसमा चाहिँ साइड बक्स भयो। यो चाहिँ तपाईँको यो छुट्टै हो, इन्डिभिजुअल हो यो होइन। तपाईँलाई यो साइडमा राख्न सजिलो भयो, यो साइडमा, न त अर्को साइडमा राख्न सक्नुहुन्छ। 2टा ड्रोयर छ यसमा, च्यानल सहितको 2टा ड्रोयर छ। तपाईँले साइड बक्स यसमा राख्न सक्नुहुन्छ। यसको चाहिँ अर्को विशेषता, यो अर्को छुट्टै बेड, यसको विशेषता भनेको चाहिँ तपाईँको यताबाट चाहिँ यो ड्रोयर छ। तपाईँको यहाँ चाहिँ सामानहरू स्टोरेजको लागि होइन, सजिलो छ। तपाईँको सिजनेबल सिरक डस्नादेखि लिएर सबै कुराहरू यसमा स्टोर गर्न सक्नुहुन्छ। अनि जुन छ बेड, यो चाहिँ हाम्रो एउटा बेडरुम सेट हो। बेड, दराज अनि जुन ड्रेसिङ टेबल भयो है। यसमा ड्रोयरहरू छ तपाईँको सामान राख्नको लागि। अनि दराज भयो। यो चाहिँ तपाईँको 3टा डोर छ, एउटा यो सिङ्गल डोर, यो डबल डोर भयो। यसको पछाडि लक छ। अनि हाम्रो एउटा लकर चाहिँ यहाँ छ, फेरि भित्र तपाईँको चाहिँ सामान राख्नको लागि लकर सिस्टम भयो। यो 3टा डोर भएको एउटा दराज, ड्रेसिङ टेबल अनि बेड। यो चाहिँ हाम्रो एउटा बेडरुम सेट हो। जुन हाम्रो अर्को बेड थियो त्यो चाहिँ फुल लिफ्टनमा थियो। यो हाफ लिफ्टन हो, तपाईँको आधी मात्रै उठ्यो। तपाईँको भित्र स्टोरेज सेम हो, तपाईँको आधीसम्म यसको स्टोरेज हुन्छ। त्यसपछि यसको यहाँबाट चाहिँ जुन बाँकी आधी पार्ट छ, यो आधी पार्टमा चाहिँ तपाईँको यहाँबाट चाहिँ यो म्याट्रेस उठाएर यहाँबाट यो यसरी बक्स स्टोरेज यसरी चाहिँ यसको प्रयोग गर्न सकिन्छ होइन। यो तपाईँले बेड, इन्डिभिजुअल बेड मात्रै पनि पाउनुहुन्छ। अनि यसमा तपाईँले ड्रेसिङ टेबल, दराज सहितको जुन बेडरुम सेट पनि पाउनुहुन्छ।